अरे भाइ यो टिमलाई रोक। के हो यो टिम? एकाएक एनपिएलमा यस्तो टिम कहाँबाट आयो? यो को ल्याएको हो यो पोखरा एभेन्जरले? कस्तो टिम बन्यो एकाएक? अस्तिसम्म त केही पनि जित्दैन थियो त। यो को यो जोसन रोय? यो आँखै देखेन भन्छ। खाली झगडा गरेको छ एम्पायरसँग। तै पनि छक्का हानिरहेछ यार। कस्तो टिम हो यो? ए भाइ यो टिम बौलाइसकेको छ। यो टिम ओनरको यसलाई कारबाही गर्नुपर्छ। एनपिएल हो यार, आइपिएल बनाइदिने। 200 रन कर्णाली एक्सको बोलिङलाई। यो कल्पना बाहिरको कुरा हो। यो टिम रोकेन भने, यदि यो टिम क्वालिफाई गर्यो भने सम्झिनुहोस् ट्रफीको आश कुनै टिमले नदेख्दा हुन्छ। मैले यो भनेको यो भिडियो सेभ गरेर राख्नुहोस्। टिका लाएर पोखरा एभेन्जरलाई ट्रफी दिँदा पनि कुनै फरक पर्दैन। यो टिम पागल भइसक्यो। मामा नचल्दा त यस्तो छ। मामा चल्यो भने के होला? यो मामाको टिम हो, नेसनल मामाको टिम हो यो। भान्जाहरू अरू सब भान्जाहरू खाली हात घर जालान् जस्तो लाग्यो। यस्तो बोलिङ अट्याकलाई पनि 200 रन हान्यो। विकेटै झर्दैन। अनि त्यो के जोसन रोय वर्ल्ड कप विनर भन्छ यार। त्यसले त आँखै देख्दैन, तै पनि छक्का चौका हानिरहा 46-47 रन हानेर गयो। त्यो आँखा देखे कति हान्ला? यो को रोसिङटन? आज यसले 100 हान्नु पर्ने। ए भाइ यो टिम बौलाइसक्यो। यो टिम रोकिएन भने सम्झिनुहोस् पश्चिमतिर ट्रफी आउने त के पश्चिम गाह्रो छ, बहुत गाह्रो छ। क्वालिफाईसम्मै रोक्नुपर्छ। यदि यो क्वालिफाई स्टेजमा पुग्यो भने यसले कसैलाई चिन्दैन। विराटनगर, श्रीनगर, सुदूरपश्चिम कसैले चिन्नेवाला छैन। यो टिमलाई रोक्नुपर्छ साथीहरू। यदि यो टिमलाई रोकेन भने सम्झिनुहोस् ट्रफी सिधै विराट पोखरातिर गयो।